एक्सरसाइज मेरो छोरो चाहिँ एक्सरसाइज बिहानको एक्सरसाइज सुरु भइसक्यो मेरो छोरोको। भारी रहेछ। ल राखिदेऊ न, राखिदेऊ। उहाँ चाहिँ मेरो प्राणभन्दा प्यारी श्रीमती हुनुहुन्छ। उहाँ यतिखेर उठेर पनि मलाई चिया खुवाउनु भएको छैन। छोरो के गरेको यहाँ आउँदै छोरो। सो गाइस हामी चाहिँ कोठाभन्दा बाहिर निस्किसकेको छ यतिखेर। मेरो छोराले मलाई एकदम सताइरहेको छ यहाँ। हेर्नु मेरो छोराको हालत। मेरो छोराले मलाई यसरी सताइरहेको थियो। बच्चा बच्ची भनेको नि यस्तो हुन्छ। भर्खर लुगा फेरेर लिएर आएको लास्टमा पानीमा छप्ल्याङ गरेर। सो गाइस बिहान उठेदेखिको काम भनेको धेरै काम गरियो। अनि छोरो एकछिन डुल्न जाने भनेर हामी यता निस्केको रोड साइडतिर। मेरो छोरो चाहिँ उहाँ कसलाई बोलाएको? खोलामा जल बग्नु पर्ने ठाउँमा मल बगिसकेपछि खोलाको स्थिति भनेको चाहिँ नि यस्तै हो। हजुर हस् राम्रोसँग पढ हस्। ए त्यो त छैन होला हो। मेरो काम चाहिँ अब किचनको रह्यो, खाना पकाउने। मेरो छोरो चाहिँ यता रिड गर्न थालिसक्नु, पढ्न थालिसक्यो। अनि मेरो श्रीमती चाहिँ लुगा धुन थालिसक्यो। तिनजना तिनवटा काम। सो गाइस मैले चाहिँ यतिखेर खाना बसाइसकेको छु। अब मेरो काम भनेको चाहिँ अब तरकारी काट्ने छ। आजको तरकारी भनेको चाहिँ लौका अनि टमाटर आलु यो चाहिँ काट्ने भइहाल्यो। आजको हाम्रो तरकारी भनेको यो हो। अब यसलाई म चप गर्छु। मैले चाहिँ फाइनली रूपमा खाना पकाइसकेको छु। मेरो खाना चाहिँ यस्तै रेडी भइसक्यो। यता खाना दाल अनि तरकारी मैले सबै थोक आइटम बनाइसकेको छु आजको लागि आइटम। र मेरो छोरीले होमवर्क सकेर यतिखेर